तर यस्तो हुन्छ हामी जहाँ पनि खेल्छौँ नि हाम्रो फ्यान्सहरू बढी हुन्छ कि अनि हाम्रो फ्यान्सहरू यस्तो राम्रो हुन्छ नि हामीलाई त गर्छ होइन माया होइन अर्को टिमलाई पनि गर्छ क्या फेरि अब कहिले त सक्छु कसको टिमबाट आएको हामीलाई पनि सपोर्ट गरिरहेछ उनीहरूलाई पनि गरिरहेछ एकदमै मलाई नेपाली फ्यान्सको सबभन्दा राम्रो कुरा लाग्ने नि त्यही हो कि तिनीहरूले हामीलाई फ्यान मात्रै हामी क्रिकेट प्लेयर मात्रै बुझ्दैन उनीहरूले हामीलाई फ्यामिली समझ बुझ्छ क्या म कहीँ गइरहेछ भने तिनीहरूले यस्तरी कुरा गर्नुहुन्छ नि लाइक मलाई लाग्छ यो मेरो घर हो यो उहाँको घर हो कि यसरी उहाँ कहिले भेटेको छैन होइन तर उहाँले यस्तरी कुरा गर्नुहुन्छ जस्तो मलाई अब 12 वर्ष टिभीबाट हेरेर आउनुहुन्छ सुकै मान्छे पनि युनाइट गराइदियो जस्तो फिल हुन्छ क्या बाहिरको मान्छेलाई पनि लाइक क्रिकेटले चाहिँ एउटा ढोका खोलिदिन्छ नि उसको घरमा जाँदा पनि युआर वेलकम आफ्नोमा आउँदा पनि युआर वेलकम टाइपको तब म एकदमै लाइक म भने नि म एकदमै लक्की छु कि म नेपालले रिप्रेजेन्ट गरेर आएको छु होइन नेपाली फ्यान्सहरू लाइक मलाई के लाग्छ नि जहाँ आज हामी पुगेको छौँ नेपाली फ्यान नभएको भए चाहिँ हामी यहाँ पुग्दैनौँ होला स्पेसली म यहाँ आउँदाखेरि मसँग पैसै थिएन क्या मेरो पासपोर्ट पनि फ्यान्सहरूले पैसा दिएर बनाएको कि पासपोर्ट होइन अनि मैले फर्स्ट सपिङ पनि फ्यान्सहरूले पैसा दिएर गरेको कि त्यतिखेर के थियो भने म एनसिएफसीबाट खेल्थेँ होइन मसँग पैसै थिएन क्या न पासपोर्टको लागि न कपडाको लागि उहाँले दिनुभएको कि त्यसले गर्दा पनि होला म चाहिँ एकदमै भनौँ न फ्यान्सहरूसँग क्लोज हुने तर यस्तो हुन्छ हामी जहाँ पनि खेल्छौँ नि हाम्रो फ्यान्सहरू बढी हुन्छ कि अनि हाम्रो फ्यान्सहरू यस्तो राम्रो हुन्छ नि हामीलाई त गर्छ होइन माया होइन अर्को टिमलाई पनि गर्छ क्या फेरि अब कहिले त सक्छु कसको टिमबाट आएको हामीलाई पनि सपोर्ट गरिरहेछ उनीहरूलाई पनि गरिरहेछ एकदमै मलाई नेपाली फ्यान्सको सबभन्दा राम्रो कुरा लाग्ने नि त्यही हो कि तिनीहरूले हामीलाई फ्यान मात्रै हामी क्रिकेट प्लेयर मात्रै बुझ्दैन उनीहरूले हामीलाई फ्यामिली समझ बुझ्छ क्या म कहीँ गइरहेछ भने तिनीहरूले यस्तरी कुरा गर्नुहुन्छ नि लाइक मलाई लाग्छ यो मेरो घर हो यो उहाँको घर हो कि यसरी उहाँ कहिले भेटेको छैन होइन तर उहाँले यस्तरी कुरा गर्नुहुन्छ जस्तो मलाई अब 12 वर्ष टिभीबाट हेरेर आउनुहुन्छ सुकै मान्छे पनि युनाइट गराइदियो जस्तो फिल हुन्छ क्या बाहिरको मान्छेलाई पनि लाइक क्रिकेटले चाहिँ एउटा ढोका खोलिदिन्छ नि उसको घरमा जाँदा पनि युआर वेलकम आफ्नोमा आउँदा पनि युआर वेलकम टाइपको तब म एकदमै लाइक म भने नि म एकदमै लक्की छु कि म नेपालले रिप्रेजेन्ट गरेर आएको छु होइन नेपाली फ्यान्सहरू लाइक मलाई के लाग्छ नि जहाँ आज हामी पुगेको छौँ नेपाली फ्यान नभएको भए चाहिँ हामी यहाँ पुग्दैनौँ होला स्पेसली म यहाँ आउँदाखेरि मसँग पैसै थिएन क्या मेरो पासपोर्ट पनि फ्यान्सहरूले पैसा